हामी चाहिँ आज डिएनपी डाँडाको एकदम मिठो चटपटे पसलमा छौँ है। उहाँ चाहिँ चटपट बनाएर उहाँको सानो बच्चासित चाहिँ यस्तो सङ्घर्ष गरिराख्नु भएको छ। हजुरलाई गाह्रो हुन्छ कि हुँदैन केही भनिदिनु नि त। म पनि बच्चासितको मान्छे है, हजुरहरूले मेरो भिडियोमा धेरैले थाहा पाउनु भएको पनि होला। उहाँ पनि बच्चासितको मान्छे, मजाले यस्तो राम्रो चटपटे पसल गरेर। यहाँ चाहिँ चटपटे पसल गरेको कति भयो हजुरले? भइगयो 5 वर्ष। यहाँ चाहिँ चटपटे गरेको उहाँले 5 वर्ष पुगेछ है। र यहाँबाट चाहिँ कतिको राम्रो भइरहेछ नि हजुरलाई? अलिअलि घर खर्च चलाउने। घर खाली बस्नुभन्दा है, खाली मन शैतान कि घर जस्तै हजुरले यस्तो मजाले गर्नुभएको छ। यो चाहिँ एकदम हाम्रो मानव मोबाइल र इलेक्ट्रोनिक्स बजारको तर्फबाट चाहिँ एकदम हजुरलाई चाहिँ हृदयदेखि नै सम्मान गर्न चाहन्छौँ है। त्यसैले चाहिँ हजुरको लागि अब बच्चासित हुनुहुँदो रहेछ, गर्मी मौसम आउँदैछ है, हजुरको लागि चाहिँ हामीले एउटा सानो ल गिफ्ट है, मानव मोबाइल र इलेक्ट्रोनिक्स बजारको तर्फबाट गिफ्ट लिएर आएका छौँ। हजुरलाई चाहिँ के भनिदिनु नि त। 5 वर्ष भयो। नानीसित बाबु नि त्यही बेला सानै थियो। हजुर। अनि यस्तै हो, घर खर्च चलाउने यस्तै त्यस्तै गरेपछि बस्दैन घरमा खाली बसेर यत्तिकै अर्काको कुरा काट्नु अथवा केही गर्नुभन्दा चाहिँ उहाँले चाहिँ विगत 5 वर्षदेखि चाहिँ यो पेसामा आबद्ध हुनुहुँदो रहेछ है। उहाँलाई चाहिँ बाबु सानै थिए अरे, अहिले नानु पनि छन्। उहाँले चाहिँ मजाले आफ्नो घर खर्च चलाइराख्नु भएको छ। हजुरहरू पनि खाली नबस्नुहोस्, एउटा पेसामा संलग्न भएपछि एकदम जोस जाँगर सबै है आउँछ। र हजुरहरूको चाहिँ कसैले केही भन्न पनि पाउँदैन, मजाले पेसा गर्नुभएको छ, घर खर्च टार्नु भएको छ। एकदम मानव मोबाइलको तर्फबाट हजुरलाई चाहिँ एकदम सम्मान गर्छौँ है। ल